हाम्रो यहाँ ल मिस्टेक के भयो कसको आँखा लागेको थियो कि बुझ्न सुझ्दैन गुरु आएको थियो त अघि त यो कट है हाम्रो अब लोदर लाग्यो कि आमा ल अब यहाँ चाहिँ फिक्स पाउनुपर्ने हो गाइस हाम्रो दाइ हुनुहुन्छ आजको फिसरम्यान हेरौँ है त गाइस सेतो एउटा माछा परे चाहिँ आजको हाम्रो दाइ अनि हिजोको चाहिँ अब समीर माझी उसले चाहिँ एउटै मारेन तर आजको दाजुले चाहिँ खतरा मार्छ सिकारी भने यस्तो हो क्या माछा बुदुना परेछ गाइस यहाँ पनि छ दाइ एउटै यहाँ दाजु एउटा यहाँ आयो दाजु प्रो फिसरम्यान दाइ खतरा ल हे यहाँ खस्रे नि त ल खस्रे गाइस खस्रे यो चाहिँ हाम्रो एकदम अर्ग्यानिक हो क्या अर्ग्यानिक यहीँको बाद्रो खोलाको माछा हाम्रो मान्छे दाजु खतरा छ 4-5 वटा सानो भुरा कत्लेको बच्चा ल गाई चाहिँ एकैचोटिमा हेर्नु त ल माछा नपरे नै गङ्गटा परेको छ है क्र्याब भन्छ यसलाई अब यो चाहिँ हामी यतिकै खान्छौँ कि यसलाई कहाँ खान्छौ दोस्त खाइदिने हो क्या खोइ यहाँ हाल न ढडियामा यो त एकदम धेरै उस हुन्छ त्यस हाम्रो माझी दाइहरूको मुस्कान फेरि ऊ आयो छेउछेउमा आइसक्यो परेको छ क्या फिक्स माछा त कुनै फेल खाँदैन हिजो आज ठुलो पानी परेर अनि पुरै बाढी आयो अलिअलि बल्छी खेल्ने भनेको यत्तिको भइहाल्यो अब हामी पारी जाउँ हाम्रो घुर्मीको खतरा माझी दाइ हो कि अब यहाँ झ्याम्मै पर्छ ल अब चाहिँ सर्लक्का साइली मर्लक्ला माइली हिलेको बच्चा हो क्या छोडिदिउँ यसलाई अर्को पनि छ नि दोस्त हामी चाहिँ कहिले काहीँ बेला बेलामा दया पनि देखाउँछौँ क्या सानो यो ठुलो हुन्छ यो त क्याटफिस जस्तो देख्छ नि क्याटफिस भन्दा पनि के पनि भन्छ त्यो तराईतिर चाहिँ ल त्यो चाहिँ भोलिपछि सम्झेर भनौँ ल होइन सम्झेर भनौँ ल यो चाहिँ हिलेको है छोडिदियो हो फेरि गाइस हेरौँ ल है गाइस हाम्रो केटाहरू फेरि यस्तो दयालु छ कहिले काहीँ माछालाई पनि छोडिदिन्छ अब हिजो हाम्रो आधी किलो जति भुरा परेको थियो त्यो सब हामीले छोडिदिउँ आधा चाहिँ खतरा हो नि त फेरि हाम्रो कहाँको माझी दाइ हो हामी ढिलो भइहाल्यौँ नि खतरा छ क्या यहाँ चाहिँ फेरि सेतै आएछ क्या ओ 3-4वटा आयो धेरै होइन ओडा भागिसक्यो दाजु ओह यहाँ 2टा 3-4वटा खाने कहाँको 2टा हुनु यस्तो बोल्ने मान्छे चाहिँ उहीँ हो है फेरि सबले हेर्नु घुर्मीको मान्छेले चिनिहाल्छ गाली त माछालाई गरे हो फेरि तपाईँहरूलाई होइन दर्शकहरूलाई होइन हाम्रो कहिलेकाहीँ स्लिप खान्छ क्या हाम्रो मगर मतवालीको बोली ल यहाँ 100% फिक्स यहाँ चाहिँ पऱ्यो यहाँ ऊ छ त यहाँ सानो छ बिचमा छ यतापट्टि छ 400 ग्राम सानो सानो भएर सब छोडिदियो त्यहाँ पारी चाहिँ अब खतरा पर्छ है रहेछ ल हानु भने दाजु यस्तो देखाउँ सर्लकै पारेको छ दाजुले अब परेको त्यहाँ त फिक्स ऊ त्यहाँ झन् टन्नै परेको अब हामी पारी भयौँ नि गाइस ओ ठुलो आछ है ठुलो आयो नि यार त्यहाँ ओ समाउनै सकेको छैन ऊ अर्को यता साइडमा अर्को पढ्यो पनि यता साइडमा छ दाइ खस्रे ऊ तल भुइँमा ए माछा आज धेरै नै 3 किलो जति मारिन्छ होला त्यो ढडिया भरि नि लगाइसक्यो हल्ली त सकेर झन्डै माथिबाट ओभरफ्लो हुन लागिरहेको ऊ माछा जस्तो ओभरफ्लो भइरहेको
ल दोस्त चाहिँ खतरा माची हो होइन सेकेन्ड माची हो सम्धि सम्धि बादुरा खोला है यहाँ पहिले चाहिँ मान्छे ढाका सागर बोकेर हिँड्थ्यो अब अहिले माथि सब रोड आइसक्यो अब दाजुले हान्दै पऱ्यो फिक्स पऱ्यो त्यहाँ पनि पढाएको प्रत्येक चोटिमा पढाएको क्या बुढो फेरि वारी आउला अनि आयो दाजु आयो ल खतरा यो चाहिँ देखाउनै पर्यो फस्रे दोस्त गाइज ऊ गङ्गडी छ यार लु यसलाई चाहिँ होइन क्र्याब भन्छ समुद्रतिर पाउनु ल होइन यो चाहिँ यहाँको है एकदम लोकल यसलाई माछा चाहिँ छोड्नु मिलेन अब यो फस्रे गाइज माछा समाउने जाल हान्ने हाम्रो दाजु पिङ्क कलरको हेलमेट लाग कि माछाले यस्तो ब्ल्याट हान्यो भने चाहिँ होइन टाउको नफुटोस् भनेर ला हो क्या गङ्गडा सङ्गडा च्यापा भ्यागु त सब झारापझुरु पार्ने हो आज त्यहाँ तलतिर पनि माझी रह त्यो माझीहरूलाई हामी साइड लाउने हो खतरा माझी भाइहरू छ कि कति माऱ्यो दोस्त मारेन कहाँदेखि हान्दै ओ जस आधी किलो जति चाहिँ पढायो धेरै नपढे पनि ओहो हिलेर त खतरा खतरा जर खरिएको सिँगारे बोका जस्तो हाम्रो माछा मार्ने एउटा ब्लग अर्को भाइ माझीहरू हाम्रो माझीहरू खतरा मार्छ माछा पुरै निकालेर देखाइदियो दोस्त यो त अनि सर्प जत्रै रहेछ त यार सर्पको बच्चा सर्प होइन नि फेरि दोस्त ए साथीहरू सर्प सम्झिने होला सर्प जस्तै तर यो खतरा मिठो हुन्छ ए कहाँ फालेको कताको फेरि कताबाट आएको टोली तलबाट हो कि माथिबाट ए ठिक छ यो त हिले पर्दो रहेछ यहाँ त खतरा ओइ भाइ भाग है ल हेर्नु त दोस्त बिहानै आएको यो ठुलो चाहिँ निकाल नि दोस्त यो चाहिँ डेन्जर छ क्या ओ खतरा छ क्या यसलाई थम्बनेल बनाएर हाल्नुभयो ए भागलाई ए के हो यो साथीहरू गाइस हेर्नुहोस् यो चाहिँ खतरा हाम्रो बादुरा खोलाको स्पेसल माछा भनेको यो होइन अब यसको टाउको देखाइदिउँ भनेको बगाल छ यो होइन ए माछी मार न यसको ल स्नेकेड हो है यो चाहिँ दोस्त सर्प जस्तो हुन्छ सर्प सम्झेर भाग्ला फेरि होइन नि यो सर्प तर यसलाई हिले माछा भनिन्छ है गाइज छ यहाँ एक छ झन्डै आधी किलो छ अब यो थोङ्राभरि छ होइन नदेखाउँ होइन धेरै देखाएर फेरि हार्ट एट्याक आउला ल ल ल हामी बुढाहरूले पुरो मार हो कि गाइज यस्तो डेन्जर छ है हाम्रो यो खोला चाहिँ बादुरा खोला भनिन्छ बादुरा खोलाको यो चाहिँ हामी साङगुरी नजिक आइसकेका छौँ यहाँको चाहिँ वनस्पतिहरू हेर्न सक्नुहुन्छ यस्तो छ है गाइज डेन्जरै छ क्या डाँडै डाँडा हो त हाम्रो आजको चाहिँ जाल लिएर अगाडि हामी चाहिँ अहिले फलोअपमा छौँ माछा परेको छ है गाइज माथिबाट अलिक कम लागिरहेको चाहिँ गाइस छैन माछा लागिरहेको होइन गाइस मासतिर चाहिँ नजिक आइसकेका छौँ यहाँको चाहिँ हो र भित्र चाहिँ लागिरहेछ
माछा त आइरह यो प्रत्येक सर्टमा के हो मरेखा त दाजु के भएर यो सर्लकै भए त कत्लेको बच्चा यो चाहिँ होइन के भन्छ भने यो कपरेट कपरेट मासिर यसको बच्चा हो क्या बच्चा है तर यो छोड्दैन हामीले आज कोसीको लागि ठुलो भयो भने सानो भयो भने खोलाको लागि चाहिँ ठुलो गाई त ल आउनु त आछ दाजुले हान्दै हुन्छ अब खतरा झ्याङमा अलि परसम्म हान्नुपर्छ कि दाजुले बबाले छ यहाँ चाहिँ पढ्नुपर्ने हो यार यहाँ यसलाई चाहिँ हामी जिउँदै यसरी खान सक्छौँ होइन गाई सेभ गर्नुपर्छ है गो म्याम मेरो माझी दाइले उहाँ छ कि यहाँ परेको दाइको झिक्ने माछा कति मार्नु माछा हाम्रो यो चाहिँ यहाँको लोकल फिस है गाइस स्यामन जस्तो पनि देख्छ अलिकति हेर्दाखेरि चाहिँ यो क्यामेरामा चाहिँ सानो देखा हो झन्डै यो 200 होइन 50 ग्राम 100 ग्राम जति छ हाम्रो दाजु जाल हान्दै माझी दाजुले पर्ने फिक्स हो फेरि जाल अड्क्यो के उफ गङ्गटा आयो क्र्याप्सी आएको गर्छ गङ्गटा आयो त क्र्याप्सी कति हो कति छ दाजु त्यहाँ हल्लिन त हल्ल्या थियो त प्रायः मान्छे टोडाउँछ यो बाटो हिँड्नको लागि ठुलै खोला छ एकदम डेन्जर छ गाइस यता चाहिँ प्रायः करेन्ट हाल्छ भन्ने आइरहेको छ कुरा करेन्ट हाल्ने मित्रहरू एकदम अब चाहिँ नहालौँ है करेन्ट हाल्नु हुँदैन करेन्ट हाल्ने भने एकदम नराम्रो इलिगल पनि हो कानुन रूपमा तपाईँहरूलाई गाह्रो हुन्छ फेरि यसरी जाल खेलेर चाहिँ मार्न सक्नुभयो हाम्रो दाइ हेलमेट पिके हेलमेट लाएर चाहिँ पुरै आजको खतरा छ है हेर्न सक्नुहुन्छ यस्तो स्पटहरूमा पनि प्रायः तर यो चाहिँ एकदम बिचमा पर्ने भएको कारणले घुरीबाट आउनु पनि बिचमा उता माथि ढोडेनतिरबाट आउनु पनि बिचमा भएको कारणले चाहिँ यहाँ चाहिँ मान्छे हुँदैन भनेर प्रायः मान्छेहरूले चाहिँ आएर यता चाहिँ करेन्ट हाल्ने भन्ने चाहिँ सुनेको छौँ त्यस्तो नगर्नु होला बाहुबली जुनियर अझै खोलैभरि जाल खेल्ने मान्छे रहेछ है गाइस माथि पनि चाहिँ माथि ल यहाँ दाइ ल भाइ हिरो भाइ पनि हुनुहुन्छ यहाँ खोइ ए माछा त रहेछ गाइस यो लोकल माछा हो होइन खस्रेहरू हिलेहरू अलि पार्नु भएछ कहाँबाट खेलेको भाइ माथिबाट खेल्दै खेल्दै हो ए माथिबाट आउनु भएको रहेछ उहाँहरू ल दाइ ए सरी झरेछ माछा
यो चाहिँ हाम्रो पुरानो बाटो परेको छ माछा फेरि माछा परेको छ माछा हेर्नु सक्नुहुन्छ भाइ यता देखाऊ माछा है गाइस यो चाहिँ माछा परिसकेको छ फेरि पनि अर्को पनि ल हजुर बाढी आएको खोलामा है दाजुले माछा मारे परेछ क्या ऊ माछा त कति हो कति ल हेर्नु न गाइस माछै माछा सेम खाले माछा पर्छ क्या प्रायः हाम्रो एरियामा चाहिँ यही खाले कहाँ भाग्नुला या गङ्गटा त कति हो कति माछा भरिसक्यो भरिएर पनि अब अर्को थुम्ला चाहिँ उता राखेको छौँ हामीले ल गाइज आजको हाम्रो लास्टमा चाहिँ हामीले यति माछा मार्न सफल भएको छौँ हाम्रो यहाँको यो लोकल माछा बाद्रा खोलाको यहाँ चाहिँ हामी खस्रे हिले बुदनाहरू रहेको छ यसलाई चाहिँ हिले भनिन्छ यो चाहिँ स्नेक हेड पनि भन्छ सर्पको जस्तै टाउको हुने भएर यसलाई स्नेक हेड यसको यो चाहिँ कस्तो दामी हुन्छ हेर्ने यसको फोनहरू अनि यो चाहिँ हाम्रो यो कपरेट मसिर यो चाहिँ लोकल बाद्रा खोलाको यो चाहिँ अलिक सानो हुन्छ कोसीको चाहिँ अलिक ठुलो खालको हुन्छ यही आजको हाम्रो ल फाइनल दाइ हो आजको हाम्रो चाहिँ गर्ने मान्छे ल गाइस हाम्रो आजको ल अन्तिम भिडियो यति नै ल गाइस हामी चाहिँ साग